सप्तदश अध्याय कुमारजी आगे गर्नुहुन्छ। हे हस्तमुनि महादेवराज हंसका राजा भई मानस सरोवर अनेक हंसिनीहरूसित मिले जल क्रीडा गरिरहँदा बसिरहेका थिए। त्यसै बेलामा विष्णु साह्रै वेगसँग आएको देखिए। हंसरूप महादेव आज्ञा गर्नुहुन्छ, हे विष्णु, यस्तो चाँडै वेगले किन मसँग आउनुभयो? हजुरलाई के दुःख पर्यो भनी करुणामूर्ति महादेवले आज्ञा गरेको सुनि विष्णु गरुडदेखि ओर्ली साष्टाङ्ग प्रणाम गरे। हे सर, तपाईँ यहाँ आउनु भएपछि जलन्धर तपाईँको भेष धारण गरी पार्वतीलाई छल्न निमित्त कैलाशमा गएर पार्वतीलाई देख्ने बित्तिकै मुर्छा भएछ। पार्वतीले आफूलाई छल्न भनी पापिष्ट जलन्धर महादेवको भेषधारी आएको भनी थाहा पाए। त्यहाँ नबसी कसैले नदेख्ने ठाउँमा लुकिए। मलाई बोलाउनु हुँदा म गएँ, सबै विस्तार बुझी यहाँ तपाईँ भएका ठाउँमा आएको हुँ। अब गएँ त्यस जलन्धर कि श्रीमती वृन्दाको पतिव्रता धर्म नष्ट गराई आउँदछु भनी विष्णुले भनेको सुनि महादेव राजहंसको रूप छोडी आफ्नो रूप भई क्रोधले आँखा राता गरी आज्ञा भयो, हे विष्णु, उसो भए म कैलाश जान्छु। हजुर वृन्दाको नजिक गई उसको प्रतिव्रत धर्म जगाई मसँग आउनुहोस्। त्यस पापिष्ट जलन्धरलाई नमारी छाड्ने छैन भनी क्रोधले युक्त भई विष्णुलाई बिदा दिए। त्यहाँदेखि अन्तर्धान भई कैलाशमा पार्वती लुकिरहेका ठाउँमा जानुभयो। महादेव आएको देखि पाउ धोए, दण्डवत प्रणाम गरी हे स्वामी भनी जलन्धर आएको वृत्तान्त कहिन्। तो महादेव आज्ञा गर्नुहुन्छ, हे पार्वती, त्यस जलन्धरलाई नमारी छाड्ने छैन। विष्णु वृन्दाको सत्य जगाई आउनेछन्। आउने बित्तिकै युद्ध गरी मारुला भनी शिव पार्वती दुवैले कुरा गरिरहे। हे हस्तमुनि, त्यसपछि विष्णु जलन्धरको भेष धारण गरी अन्तपुरमा जाँदा भए जलन्धर रूप विष्णु आएको देखि वृन्दाले आफ्नो स्वामी आएको भन्ने ठानी ढोकामा आए, पाउ धोई भित्र लगी कोठामा राखिन् र वृन्दाले भन्न लागिन्, हे स्वामी, तपाईँले पार्वतीले छल गरेर जानुभएको कसो गरी आउनुभयो? पार्वती मभन्दा कतिकी राम्री रहेछन्, सो वृत्तान्त भन्नुहोस् भन्दा जलन्धर भेषधारी विष्णु आज्ञा गर्नुहुन्छ, हे वृन्दा, पार्वतीलाई छल गर्न सकिन रहेनछ, किनभने पार्वतीका घरभित्र जान लाग्दा ढोकामा बसिरहेका द्वारपाललाई देख्ने बित्तिकै म मुर्छा भएछु र पिउजी हेर्दा ढोकामा बसिरहेका द्वारपालदेखि डराई फर्किआए भनी वृन्दासँग कुरा गरिरहँदा वृन्दाले यो जलन्धर होइन, विष्णु जलन्धर भई मलाई छल्न आएको भनी चिनिन्। अब मैले के जुक्ति गर्नु पर्यो भनी हाउभाउ कटाक्ष गरी विष्णुलाई बसमा पारी भन्न लागिन्, हे स्वामी, म केही भन्दछु, तपाईँ मान्नुहुन्छ कि भनी भेषधारण जलन्धर भेषधारी विष्णुले जे भने पनि मानुला भन्दा बाचा गराई। तब वृन्दाले अरू थोक होइन, म नआउन्जेल यहीँ बसिराख्नु होला भनी विष्णुलाई कोठामा थुनी आफू अर्कै घरमा गई बसिरहिन्। अहिले आउली भरे आउली भन्दैमा 5-6 दिन बितेर पनि आएनन्। तब विष्णुले विचार गर्न लागि, अब कसो गरौँ, यसै बसिरहु भने कति दिन बसिरहु? महादेवले के भन्नु होला, जाऊ भने बाचाले हारे, कसो गरी जाऊ भने चिन्तन गरिरहेका थिए। उताति विष्णु गएका यति दिन भयो र फर्किआएनन् भनी ध्यान दृष्टिले महादेवले विचार गरी हेर्दा पार्वती भयनेर गई आज्ञा गर्नुभयो, हे पार्वती, वृन्दाले छल्न गएका विष्णुलाई वृन्दाले छली कोठामा थुनिरहेकी रहेछ भनी आफ्ना मायाले 16 वर्षको उमेर भएको अत्यन्त राम्रो भिक्षुक सृष्टि गरी आज्ञा गर्नुभयो। हे भिक्षुक, तिमी अन्तपुरमा जलन्धरका घर गई भिक्षा मागी जलन्धरकी स्त्री वृन्दाले कोठामा थुनिरहेका विष्णुलाई मागी ल्याऊ। यदि महादेवको आज्ञा सुनि विष्णुलाई मागी ल्याऊ भनेको सुनि भिक्षुकको भेषधारी जलन्धरका घर गई भिक्षा मागे। तब वृन्दाले झ्यालबाट हेरिन् र अत्यन्त राम्रो रहेछ, यस्तो राम्रो योगी आजसम्म मैले देखेको थिएन, यहाँ मेरो घरमा पनि कहिले आएको थिएन, तसर्थ योगीलाई भिक्षा दिनुपर्छ भनी भिक्षा दिइन्। तर योगीले अरू कुनै चिज माग्ने चाहनाले भिक्षा पाएर पनि त्यहीँ खडा भइरहेको देखि तब वृन्दाले भन्दछिन्, हे योगी, के माग्नको मनसुवा गरी आयो भन भनी वृन्दाले भन्दा, केही माग्न आएको छु, दिने भए माग्दछु, नदिने भए के मागु?
यदि योगीले भन्दा मैले दिन हुने कुरा मसँग भएको जेसुकै मागे पनि दिन्छु भनी बाचा गरिन्। तब भिक्षुकले अरू धोका होइन तिमीले थुनिराखेको मलाई देऊ, त्यो व्यक्ति देऊ भनी माग्यो। वृन्दाले मनमा भन्न लागिन्, अब कसो गर्यो? यो योगीले छल गरी बाचा बधाई माग्यो। दिउ भने कसो गरी दिउ, नदिउ भने बाचाले हारे। जेसुकै भए पनि बाचा हार्नु हुँदैन भनी आफूले कोठामा थुनिराखेको भेषधारी विष्णुलाई बाहिर ल्याई योगीलाई दिई पठाइदिन्। यस्ता तरहसँग विष्णुलाई साथ लिए योगी बाहिर निस्किया। त्यहाँदेखि अन्तर्ध्यान भई कैलाशमा गई श्री महादेवलाई सबै वृत्तान्त भन्यो। तहाँ विष्णु बाहिर आई मनमा चिन्तन गर्न लागे, अब कसो गरौँ? वृन्दाको सत्य दगाए भनी आएको त उसैको थुनाइमा पो परिदिए। महादेवले के भन्नु होला भनी गरुडमा सवार भई कैलाश पर्वतमा जाँदा भए। विष्णु गरुडमा चढी जाँदा गरुडका शब्दले पार्वतीलाई देखे। मुर्छा भइरहेको जलन्धर मुर्छाबाट बिउजिएको शब्द भनी हेर्दा विष्णु कैलाशको चर्चा गरी हिँड्दा रहेछन्। पार्वतीलाई छल्न सक्ने रहेनछ। अब यहाँ नबसु, घरै जाउँ भनी जलन्धर आफ्नो घर गयो। यस्तो मुनि त्यसै समयमा विष्णु पनि श्री भवानी शङ्कर छेउ पुगे। प्रणाम गरी एकतिर अलग भई बसिरहे विष्णुलाई महादेवले देखि आज्ञा गर्नुभयो, हे विष्णु, वृन्दालाई छल्न गएको यति दिनसम्म के गरी बस्नुभयो? वृन्दाको सत्य डगाउन सक्नुभयो कि सक्नु भएन? यदि महादेवको आज्ञा छ नि विष्णु बिन्ती गर्दछन्, हे सर, तपाईँको आज्ञाले वृन्दाको सत्वित्व नष्ट गराउन जलन्धरको भेषधारी गएको थिए। तर बाटी वृन्दाले थाहा पाई राम्रा रसिला भातले मेरा चित्त भुलाई। भातैमा बाचा बधाई मलाई एउटा कोठामा बस्न लगाए। आफू म नफर्कुन्जेल यही कोठामा बसिरहनु भने आफू अर्को घरमा गई बसिरहन्। तब एउटा भिक्षुक आई मलाई बाहिर ल्याई। वृन्दाले त्यो भिक्षुकको हातमा मलाई सुम्पिदिए भनेर बिन्ती बिसाए। महादेवले विष्णुका कुरा सुनेपछि अब यसै समयमा जलन्धरको अन्त्य नगरी हुन्न भन्ने निश्चय गरी महादेवले ब्रह्मा विष्णु आदि 33 कोटी देवता, यक्ष, गन्धर्व, नन्दी, भृङ्गी, प्रथम गण, भूत, प्रेत, पिशाच समेत भई आकस्मिक रूपमा तत्कालै भेला गरी, हे देवता हो, पापिष्ट जलन्धरलाई तिमीहरू गई मारि आओ भनी आज्ञा गर्नुभयो। तब सकल देवता होस् भनी जान तयार भए। अनि महादेवले नारदलाई आफै लिएर बोलाए, हे नारद, छिटो गई जलन्धर भएका ठाउँमा गई तिमीसँग युद्ध गर्न देवताहरू आउन लागेका छन्, तयार हौ भनेर भन। महादेवको आज्ञा सुनि नारद मुनि होस् भनी जलन्धरका घर जाँदा भए। हेरस्त मुनि जलन्धर कैलाशबाट फर्की आफ्नो घर आयो। वृन्दाले आफ्नो स्वामी जलन्धर आएको देखि गोडा धोई भित्र लगी भन्न लागिन्, हे स्वामी, पार्वतीलाई छल गर्न जानुभएको कसो भयो? भन्दा जलन्धर भन्दछ, हे प्रिय, त्यो कुरा जस्ताको त्यस्तै भन्दछु। सुन, म यहाँबाट कैलाश पर्वतमा गए महादेवको भेष गरी जाँदा पार्वतीले मलाई देखिन् र हातमा कमण्डलु लिए मेरो पाउ धुन ढोकामा आइपुग्दा मैले उनलाई देखेँ। राम्रीमा तिमी भन्दा पनि अति राम्री पृथ्वीमा हुन दुर्लभ छ। पार्वतीको मुख देख्ने बित्तिकै मलाई होस भएन, मुर्छा भैमा गिरिरहेछु। पछि चेष्टा भई उठी हेर्दा पार्वती कता गइन् के थाहा पाएन र फर्किआए। भन्दा जलन्धरका वचन सुनि वृन्दा पनि भन्दछन्, हे स्वामी, तपाईँ जानुभएपछि विष्णुले तपाईँको रूप गरी मलाई छल गर्न भनी आएका थिए। मैले चाहिँ विष्णुलाई कोठामा थुनी धेरै दिनसम्म राखेकी थिएँ। पछि अति राम्रो अपूर्व नयाँ योगी आई माग्दा विष्णुलाई दिई पठाए। यति वृन्दाको वचन सुनि जलन्धर अत्यन्त क्रुद्ध भई, हे वृन्दा, त्यसो भए पार्वतीलाई छल नगरी छाड्ने छैन, फेरि जान्छु भनी जलन्धर बाहिर निस्कदा श्री महादेवले पठाएको नारद ऋषि पनि त्यहाँ आइपुगे र जलन्धरसँग भेट भयो। नारदले, हे जलन्धर, तिमी कहाँ जान लागेको छौ भनी सोद्धा जलन्धर भिक्षा माग्न जान लागेको छु भन्यो। तब नारद भन्दछन्, हे जलन्धर, तिमीले किन यस्तो मिथ्या कुरा गर्यौ? तिमी जान लागेको कुरा मैले थाहा पाएँ। पार्वतीलाई छल गर्न अनि जान लागेका हौ। उहाँ तिमीसँग युद्ध गर्न ब्रह्मा विष्णु आदि सकल देवता आउन तयार भइरहेका छन्। मलाई खबर पुर्याउन पठाएका हुन्। तिमी अन्त
जाने सोचको पछि नलाग आफ्नो जो चाहने सरजाम तयार गर भन्दा जलन्धर त्यसो भए म फर्कन्छु भनी फर्की आफ्ना घरमा आई आफ्नी स्त्रीसँग नारद आई भनेका सबै कुराको वृत्तान्त कही म लडाइँ गर्न जान्छु भनी सम्भार गरी भने वृन्दासँग विदा भए हातमा त्रिशूल लिए आफ्ना सकल सेना जम्मा गरी देवतासँग युद्ध गर्न भनी कैलाश पर्वततर्फ गयो। नारदले जलन्धरको खबर दिई फर्की महादेव कहाँ पुगी दण्डवट गरी जलन्धरसँग भएका कुरा हाल खबर भन्दा यस्ता प्रकारले नारदको वचन सुनि महादेवले ब्रह्मा विष्णु आदि सकल देवतालाई युद्ध गर्न जाओ भनी बिदा दिए। यस्तो महादेवको आज्ञा सुने सकल देवताहरूले होस् भने युद्धमा बजाइने अनेक बाजा बजाई सिंहनाद स्वरले गर्जिँदै कैलाशदेखि आए। बाटामा दुवैतर्फका सेना भिडी घोर युद्ध गरे। देवताले कोलाहल शब्द गरी कराई अघि सरी अनेक शस्त्रास्त्र छोडे। देवताले छोडेको शस्त्रास्त्रले जलन्धरका केही सेना गिर्न गए। आफूले छोडेका शस्त्रास्त्रले केही गर्न नसकेको देखि ब्रह्मा आदि देवताहरू धिक्कार भई आफ्ना शस्त्रास्त्र थन्काई चुप लागिरहे। तब वैकुण्ठनाथ विष्णुले महाक्रुद्ध भई पञ्चजन्य शङ्ख बजाई कमोदकी गदा घुमाई छोडे। त्यो गदाले पनि जलन्धरलाई छुँदै छोएन। फेरि इन्द्र क्रुद्ध भई वज्र छोडे। वज्रले पनि केही गर्न सकेन। जलन्धरले कति नटेरी एउटा रौँ जतिको पनि नमानी चुप लागिरह्यो। देवताहरूले आफ्ना शस्त्रास्त्र बारम्बार छोड्दा गए तर केही सिप नलाग्दा वैकुण्ठनाथ नारायणले अब यस्ता रितले भएन भने महादेवसँग गई बिन्ती गरे, हे सर जलन्धरलाई मार्न हामीहरूले सकेनौँ। बिना तपाईँदेखि दोस्रो अर्काको सामर्थ्य छैन, तपाईँ नै जानु पर्यो। यदि विष्णुका वचन सुनि महादेव आज्ञा गर्नुहुन्छ, हे विष्णु जलन्धरकी वृन्दाको पतिव्रत धर्मले गरी जलन्धरलाई कसैले मार्न सक्दैन। तसर्थ हजुर गई आफ्ना मायाले छोडी जलन्धरको भेष धारण गरे अन्तपुरीमा गई छल गरी वृन्दाको पतिव्रत धर्म नष्ट गराइदिनुहोस्। म गई जलन्धरलाई मार्दछु भनी आज्ञा हुँदा विष्णुले होस् भनी महादेवसित विदा भई जलन्धरको भेष धारण गरी बायाँ हातमा त्रिशूल समाती दाहिने हातमा टिपटिपे बजाई वैष्णवी मायाले छोपी जलन्धरका घरमा पुगे। भेषधारी जलन्धर आएको वृन्दाले देखि के हतपत पुगे। भेषधारी जलन्धर आएको वृन्दाले देखि हतपत पुगी पाउ धोई कोठामा लगी आसनमा बसाली बिन्ती गर्न लागि, हे स्वामी महादेवसँग युद्ध गर्न जानुभएको कसो गरी आउनुभयो भनी सोधिन्। तब जलन्धर रूप विष्णु आज्ञा गर्नुहुन्छ, हे प्रिय महादेवसँग युद्ध गर्दा लागेको थकाइ मारु भनी फर्की आए। भोक लागिरहेको छ, खानेकुरा ल्याऊ भनी आज्ञा गरे। तब वृन्दाले अनेक तरका व्यञ्जन तयार गरी भोजन गराएन। रात परेपछि वृन्दासित अनेक तरका कुरा गरी वृन्दाको पतिव्रत धर्म नष्ट गराइदिए। रात बितेपछि जलन्धर रूप छाडी आफ्नै स्वरूप चार हातमा शङ्ख गदा चक्र पद्म लिई दर्शन दिए। तब वृन्दा क्रुद्ध भई, हे पापिष्ट विष्णु, तिमीले छलकपट गरी मेरो पतिव्रत धर्म नष्ट गराइदियौ। तिमी दुष्ट विधर्मी र पापी रहेछौ भन्दा विष्णु आज्ञा गर्नुहुन्छ, हे वृन्दा जलन्धरलाई महादेवले हिजै मार सक्नुभयो होला। अब तिमीले वैकुण्ठको अधिपति भएको नारायण जस्ता मलाई स्वामी पाएकी छौ, फर्की फिक्री गर्यौ। हे वृन्दा प्रत्याहार मान्दिनौ भने अलि बेरमा समाचार पाउनेछौ। तब प्रत्याहार गरौली भन् नाना तरहसँग विष्णुले वृन्दालाई बुझाउन लाग्दा भए। याज्ञसमुनि जसले 17औं अध्याय पाठ गरेर सुनाउला त्यसलाई काम अनुसारको इच्छा मुताबिक फल मिल्नुका साथै तत्त्वबोध भई दिव्य ज्ञानको अनुभव र महान व्यक्तिहरूको दर्शन पाउनेछ। श्री स्कन्द पुराणे केदार हण्डे माघ माध्मे कुमारगस्त संवादे वृन्दापति व्रत धर्महरणम नाम 17दशोऽध्यायः।